हेलो 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 हुनेवाला सालहरू यता चाहिँ दिदी चाहिँ हेरेको छ साइज भएछ हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग। आजको नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ होइन मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ हामी यहाँ साथी र म बाहिर निस्केको छौँ। अनि यता अलिअलि यसो नजर पनि भयो है त्यही हो साथीहरू, अब रुममा बस्नु मन लाग्दैन होइन, गर्मी पनि सुरु भयो होइन। योहरू सब अब हरियाली भएर आउँछ क्या। अनि त्यही हो, गर्मी चाहिँ सुरु भइसकेको छ होइन। हामी यसो अलिअलि सपिङ पनि गर्ने, प्लस धमाका हान्न आएको हो आज। धमाका होइन, आज चाहिँ हामी फुल अफ धमाका अहिले हामी देखाउनेछौँ तपाईँहरूलाई है एकछिनपछि। आज चाहिँ हामीले देखाउनु ल छोटे के ल्याएको छ हामीले स्केट होइन, स्केट हो क्या स्केट होइन, स्केट हान्नुपर्छ अहिले है होइन पर्दैन त्यो चाहिँ। अहिले चाहिँ हामीले अलिअलि सामान किनेपछि चाहिँ होइन स्केट हान्नुपर्छ भन्ने सोच गरिरहेको छु। अनि यही कुराको सिलसिलामा मध्यनजर राख्दै होइन म चाहिँ के भन्न गइरहेछु भने हाम्रो प्रधानमन्त्री बालेन शाहलाई पनि काठमाडौँ सिटी पनि यति हुनु पर्यो क्या, यतिको के भन्छ सबै नेपालीहरूको प्राइभेट त्यो सब भत्काएर यस्तै बनाउनुपर्छ क्या। यस्तो सब अपार्टमेन्टहरू क्या। अब यो मेरो फर्स्ट टाइम हो रोमानियामा होइन, एक्चुअली हाम्रो फर्स्ट टाइम नै हो यो। के रहेछ भने यहाँनिर चाहिँ तपाईँको त्यो व्यक्तिगतको भन्दा होइन गभर्मेन्टको चाहिँ घर होइन। अनि त्यसमै ट्याक्का लगाएर होइन सबै अब रेन्टदेखि लिएर पानी सब सरकारले हेर्ने कि, सरकारले हेर्ने कि यहाँनिर चाहिँ त्यस्तो नियम रहेछ क्या। अनि त्यसपछि त्यसको ट्याक्सले त्यसको पैसाले चाहिँ यहाँनिर चाहिँ अब यहाँको मान्छेले आफूले अब होइन हुन्छ नि फ्ल्याटहरू लिएर बस्छ। अनि त्यसको पैसाहरू तिरेर त्यसको ट्याक्सले त्यसको पैसाले चाहिँ अनि त्यसपछि डेभलपहरू गर्दा चाहिँ त्यो धेरै राम्रो हो। हेलो माई फ्रेन्ड, हेलो 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 हुनेवाला सालहरू यता चाहिँ दिदी चाहिँ हेरेको छ दिदी चाहिँ यहाँ छ, साला चाहिँ त्यहाँ चाहिँ एक ठाउँमा। त्यही हो साथीहरू, अब खालि होइन हामीले स्टेसन आइपुग्यो होइन। अब एकछिन बस वेट गरौँ। ल ठ्याक्कै आयो क्या हो। ओके गाइस, अहिले हामी भिडियोलाई कन्टिन्यू राख्नेछौँ होइन। अनि हाम्रो ट्रम्प पनि आयो होइन। यस्तो हुनु पऱ्यो क्या सरकार, हाम्रो नेपालमा पनि यस्तो हुनु पऱ्यो क्या। What's your TikTok name? टिकटक नो दिस वान YouTube? या यहाँनिर चाहिँ मेरो युट्युब च्यानल सोध्दैछ होइन। चेक Cum caut? न आई मिन Ia șeful. 1 minute. Ia văd eu. Mă. Serena, Andreea, tot. This one. Okay, I don't know. ल साथीहरू, हाम्रो
गन्तव्यमा चाहिँ आइपुगेको छ हामी अब अलिकति हिँड्नुपर्ने हुन्छ के गर्ने अब गाह्रो छ अब होइन भन्ने ठाउँमा पाइँदैन होइन होइन सरले कहिले अलिअलि हिँड्नै पर्ने हुन्छ कि हामी यार त्यही कारणले पनि हामीहरू अलिअलि यसो हाम्रो देखाएको त होइन है देखाएको चाहिँ होइन क्यामेरा आफै मोड्यो हो देखाएको चाहिँ होइन क्यामेरा चाहिँ आफै मोड्यो है थोरै हिँड्यौँ मार्केटभित्र छिरौँ त्यसपछि अलिकति सामान लियौँ अनि त्यसपछि धमाका सुरु हुन्छ धमाका यो चाहिँ अलिअलि शान्ति नगरतिरको मार्केटहरू है फुलसुल होइन यसो अब बोकिसके किताबहरूदेखि लिएर यता बिचरा आमा यार के पो गर्नुभएको हाम्रो मार्केट चाहिँ यहाँ हो मार्केट आइपुग्यो अब होइन अलिअलि सामानहरू लिन्छु छोड्ने भित्र छिरौँ यही भित्र हजुर आउनु उता ल्याउनु अलिअलि सामान लिनु छ अरे साथीको त्यही कारणले ऊ भित्र गएको छ साथी होइन म चाहिँ यता बाहिर हाम्रो सामान बोकेर बसिरहेको छ यहाँनिर साथीभित्र गएको छ सामान लिँदैछ ओके साथीहरू हामी फेरि मार्केटबाट बाहिर निस्क्यो होइन फाइनल्ली भेट भयो केटाहरू भने जस्तै मार्केटबाट बाहिर चाहिँ निस्क्यो तर सामान भनेको सामान पाएन हामीले मिल्छ किन को छ र त्यहाँनिर कसले हो र कसले ल साथीहरू एउटा नयाँ कुरा है तपाईँहरूलाई म जो जति पनि नयाँ रोमानियामा हुनुहुन्छ होइन जो जति पनि नयाँ हुनुहुन्छ रोमानियामा तपाईँहरूले चाहिँ पार्कमा बसेर चाहिँ यो ट्रेन स्टेसन अनि पार्कतिर पनि मिल्दैन कि त्यस्तो पब्लिक एरियातिर बसेर चाहिँ के गर्न मिल्दैन रक्सी खान नमिल्दो रहेछ रक्सी खाएपछि चाहिँ तपाईँको फाइन हान्दो रहेछ वार्निङ एक्चुअली चाहिँ वार्निङ दिएर हाम्रो छोरीलाई पनि हो त्यही भन्यो ल हाम्रो छोरीलाई त्यस्तो भनेर रहेछ साथीहरू हेर्नु त ल फुल हजुर फुल कि फुल भगवान् बवाल भइरहेछ ए ओ बवाल भइरहेछ मैले हाम्रो देशमा पनि सरकारी जग्गामा त्यो बाटै नहुने ठाउँमा पुल बनाउने अनि त्यसपछि हुने नहुने ठाउँमा पैसा लगानी गर्नुभन्दा यसरी नै बच्चाहरूलाई शनिबार ट्याक्क लाएर आएर यसरी खेल्ने ठाउँ क्या यस्तो हुनु पऱ्यो क्या यसको लागि चाहिँ अब के कसरी के कस्तो प्रोसेस कसरी चाल्नुपर्ने हो त्यो चाहिँ मलाई थाहा छैन मैले बुझेको चाहिँ के भने बिना फोकडी पैसा कतातिर लगेर वेस्ट गर्नुभन्दा चाहिँ बच्चाहरूको लागि यति पनि बनाइदियो भने शनिबार आएर खेल्छ भन्ने कुरा हो मेरो चाहिँ के गर्छ साथीहरू तपाईँहरूको भनाइ के छ मलाई चाहिँ त्यस्तो लाग्छ कि त्यो होइन पैसा अब हुन्छ नि अब बिना बजेट त्यस्तो पैसा त्यतितिर लगानी गर्नु भन्दा होइन यसरी यस्तो बनाइदियो भने बुढाबुढीहरू अब आइतबारतिर शनिबारतिर छुट्टी हुने बेला होइन बच्चाहरू पनि आएर खेल्छ बस्छ मेरो धारणा चाहिँ के हो तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला होइन एक्सर्साइज हुँदैछ है सोल्टीको दवा खानु पऱ्यो नि त होइन सोल्टी फेरि जुत्ता गाई होला नि 7,000 जुत्ता छ फेरि म बस्छु नि ए यहाँनिर पुरै अब चट्टा लाएर स्केल हान्नु थाल्नु भएको छ है यो अन्त शैली मलाई अब के भनेको आमै मैले बुझिनँ
छोरी दिन्छु भने कि नातिनी दिन्छु भने हो म बुझ्दिनँ है त्यस्तो यो लगाउने टाइम लाग्छ यार लामो हुन्छ कि भिडियो के अरे उमा जाँदैछु जुन्दलाई जाँदैछु यसो रेडी त हुनु पऱ्यो नि होइन एकछिन है साथीहरू होइन अब एकदम म चाहिँ अलिकति यो मजाले लाउनु पनि हुन्छ कि सहिले यस्तो हो नि त मोबाइल टाइट डर पनि लागिरहेको छ होइन तर सोल्जे हजुर नर्भस भएको छैन नि धेरै पछि भइरहेको छ नि यार कस्तो यार मलाई धेरै पछि हो कि त्यो नि यहाँ आएर हो क्या अब अलिकति अझै टाइट गरिदिउँ है साथीहरू यसलाई पनि अझै टाइट गरिदिउँ भिडियो काटौँ एकचोटि हजुर भिडियो काटौँ एकचोटि ल कस्तो उयसमा छोडे फेरि यो त गाता हुन्छ नि फेरि हराउँछ नि यो त्यही राखौँ न त्यो ब्यागसँग राखौँ न जाउँ त जानु धेरै पछि ट्राई गरेर है साथीहरू है यसो लड्यो भने तपाईँहरू नहाँस्नु नि फेरि है यहाँ गुड्किँदैन जस्तो लाग्यो लास्टै गाह्रो भयो कहाँ गयो यार यो मान्छे गाह्रो हुँदैछ यार धेरै पछि खेलेर त कस्तो उति भएर के अनब्यालेन्स भएर क्या गाह्रो भएर क्या हेर्नु भने सोल्ट्या हुँदैन क्या राम्रोसँग गुड्किरहेको छ न उति जानु हुँदैन कता यति अर्को ठाउँमा कति त्यो बोके तेल चलाएर हिँड्ने अब ल हिँड्नु ल साथीहरू अर्को ठाउँ जानु पऱ्यो नानी कला देखाउनु थालेर रहेछ होइन झन्डै लडेको मस्त खेल्नु भइरहेछ है यहीँ बसौँ अब के छ अरे यहीँ बस्ने अब यहाँ बस्नु म ट्राई गर्छु ओए मस्त खेल रहेछ यार सोल्जीले कस्तो गाह्रो भयो यार मलाई लाग्यो अब यो जुत्तै अब अनब्यालेन्स अलिक ठुलो साइज भएछ त्यही कारण गरेर
त्यो अन्डरग्राउन्ड छ नि अँ अन्डरग्राउन्डमा चाहिँ ठिक्क हुन्थ्यो यार अहिलेको अन्डरग्राउन्ड ठिक ल त साथीहरू होइन अब हामी चाहिँ अहिले फेरि फर्केको छौँ घरतिर होइन अब के अरे अलिकति धमाका हान्ने भनेर गएको थियो खास अब यहाँ चलाउनु न ल तर हुन त यहाँ चाहिँ हुन्थ्यो यहाँ चलाउने हो होइन हुन छोड्दिनँ अहिले खुट्टा दुखिरहेछ क्या पछि अब पछि हुनु त यहीँ हुन्छ अनि तर अलिकति त्यो खोइ के हो अब अलि सोचे जस्तो भएन अब नेक्स्ट टाइम अब अर्को ठाउँमा होइन फेरि पनि हान्नेछौँ होइन धमाका सोचे जस्तो केही पनि भएन आजलाई मेरो यो छोटो भिडियो तपाईँहरूले हेर्नुभयो होला होइन नहेरे पनि अब हेर्नुहोस् एकचोटि फुल भिडियो होइन अनि यति भन्दै सेयर गरिदिनु मेरो यो भिडियोलाई चाहिँ लाइक सब्सक्राइब कमेन्ट सेयर गरेर ट्याक्क लगाएर मलाई भाइरल बनाउनु पऱ्यो अरे हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ ओके साथीहरू आजलाई यतिलाई बाई